जानुभन्दा अगाडि हामी सधैँ पवित्र बाइबलबाट हामी केही पढ्नेछौँ। यहाँ भजन सङ्ग्रह 98मा चाहिँ यसरी लेखिएको छ, म पढ्नेछु, हजुरहरू सुन्नु होला। हामीसँग छिट्टै सबैजनासँग बाइबल हुन्छ, हामी प्लान पनि गरेका छौँ सबैजनालाई यो चर्चमा राख्नको लागि। हामी सब प्रार्थना नेपाली बाइबलहरू पनि नेपालमा मगाउने सोचमा छौँ, हिन्दी बाइबल पनि मगाउँछौँ हामी है। त्यही अनुसार हामी प्लान गरेर भविष्यको लागि चाहिँ अहिले चाहिँ मसँग यो धर्मशास्त्र बाइबल छ, यहाँबाट म केही शब्द पढ्नेछु अनि तपाईँहरू सुन्नुहोला र सुनाइदिए पनि परमेश्वरको महिमा हुन्छ भनेको वचन भनेको छ है। यहाँ भजन सङ्ग्रह 98मा परमेश्वरको जय जयकारको भजन भनेर लेखिएको छ। परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ। उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उहाँको निम्ति उद्धारको काम गरेका छन्। परमप्रभुले गर्नुभएको उद्धार स्वयं उहाँले प्रकट गर्नुभएको छ र उहाँले आफ्नो धार्मिकता जाति जातिहरूमा प्रकट गर्नुभएको छ। इजरायलका घरानामाथि गर्नुभएको आफ्ना करुणा र विश्वसनीयता परमप्रभुले सम्झनु भएको छ। हाम्रा परमेश्वरको उद्धार पृथ्वीको हरेक कुनाले देखेको छ। हे सारा पृथ्वी, आनन्द साथसँग परमप्रभुको जय जयकार गर, भजनद्वारा उहाँको जय घोषणा गर। परमप्रभुको निम्ति बिनाको लय निकाल, बिना र मधुर सुरले, तुरही र भेडाको सिङले परमप्रभु महाराजाको सामुन्ने आनन्दको उद्घोषणा गर। समुद्र र त्यसमा भएका सबै प्राणीले गुन्जयमान गरून् र संसार र त्यहाँ वास गर्ने सबैले पनि। नदीका तरङ्गहरूले ताली बजाउन्, पहाड र पर्वत आनन्दले एकसाथ गाउन्। तिनीहरूले परमप्रभुको सम्मुख गाउन्, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले धार्मिकता र निष्पक्षतासँग साथ संसारका मानिसहरूको न्याय गर्नुहुनेछ। आमेन। प्रशंसा होस् ईश्वरको, कति महान प्रशंसा होस् ईश्वरको, कति महान, कति महान। पहाड पर्वत जङ्गलमा जब घुम्छु, पन्छीहरू म सुन्छु गाएको। सुन्दर पहाडदेखि म तल हेर्छु, गलगल आवाज खोलाको सुन्दछु। प्रशंसा होस् ईश्वरको, कति महान, कति महान। प्रशंसा होस् ईश्वरको, कति महान, कति महान। जब पिताले एकलौटे पुत्रलाई पठाइन्छ,
मेरो गति क्रुसैमा उनी चढे उद्धार मेरो गरेर गमगान प्रशंसा होइरहोस् ईश्वरको कति महान प्रशंसा होइरहोस् ईश्वरको कति महान तर जय ध्वनि साथ जय ध्वनि यीशु संसारमा आउँछ असीम आनन्द साथै जान्छन् उहाँ विनम्र साथ उनलाई उहाँ बुझ्नेछ महानीश्वरको गर्छु प्रशंसा सबैजना मिलेर प्रशंसा होइरहोस् ईश्वरको कति महान प्रशंसा होइरहोस् ईश्वरको कति सबैले एक नम्बर गाउँ हामी महानीश्वर खिचाछु काम तपाईँको अचम्मको जो सृष्टि गर्नुको देख्छु तारा सुन्छु गर्जन गर्दाको प्रखर सामर्थ संसारमा तपाईँको प्रशंसा होइरहोस् प्रशंसा होइरहोस् ईश्वरको कति महान प्रशंसा होइरहोस् ईश्वरको कति महान तपाईँको महानता अपरम्पार छ परमेश्वर तपाईँको रचना अपरम्पार छ परमेश्वर हालेलुया आकाश पृथ्वी तपाईँको वचनद्वारा सृष्टि भएको कुराहरू आज वचनले भन्दछ परमेश्वर तपाईँ कति महान हुनुहुन्छ तपाईँ कति महान हुनुहुन्छ साँच्चै प्रभु तपाईँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु तपाईँ साँच्चै नै महिमा र आदरको योग्य हुनुहुन्छ तपाईँ आफ्नो छोराछोरीहरूसँग अति नै प्रसन्न हुनुहुन्छ
प्रभु तपाईँको भजनले प्रभु हामीलाई बताउँदछ तपाईँ हाम्रो को हुनुहुन्छ भनेर। जब हामी लड्न थाल्छौँ, जब हामी बहकिन थाल्छौँ, जब हामी हराउन थाल्छौँ, त्यो बेला तपाईँ हाम्रो निम्ति एउटा मजबुत किल्ला बनेर उभिनुहुनेछ, जहाँ हामी आफ्नो शिर लुकाउन सक्छौँ र जहाँ हामी आफूले आफूलाई सुरक्षित ठान्दछौँ। जसरी माउपोथीले आफ्नो चल्लाहरूलाई आफ्नो सुरक्षामा, आफ्नो पखेटामा, आफ्नो बाहुलीमा लुकाएर राख्छ, त्यसरी नै प्रभु तपाईँले हाम्रो निम्ति तपाईँ एउटा स्वयं किल्ला बनाइदिनु भएको छ, जहाँ हामी गएर तपाईँको शरण पर्न सक्छौँ। हामीलाई कुनै चिजको अभाव हुने छैन प्रभु, हामीलाई कुनै चिजको डर र त्रास हुने छैन प्रभु। तपाईँलाई हामी हृदयदेखि धन्यवाद गर्छौँ, किनकि तपाईँ हाम्रो जीवनको स्वामी, जीवनको किल्ला र जीवनको चट्टान हुनुहुन्छ प्रभु। यो हामीले होइन, तपाईँको वचन धर्मशास्त्रले भन्दछ। प्रभु धन्यवाद, आज हामीलाई तपाईँको महिमाको योग्य बनाउनु भयो, आराधनाको योग्य बनाउनु भयो, त्यसको निम्ति तपाईँलाई धन्यवाद। हालेलुया, हालेलुया। Dhanyavad ko
हालेलुया हालेलुया। साँच्चै नै प्रभु पवित्र आत्मा तपाईँको उपस्थिति हाम्रो बिचमा भएको छ प्रभु। जसरी राजा दाउदले तपाईँको महिमा गरे, आज हामीले सक्ने र हामीले जाने जति प्रभु तपाईँले महिमा चढाएका छौँ। हामीलाई थाहा छ तपाईँ स्वर्गमा खुसी हुनुभएको छ। धन्यवाद प्रभु, धन्यवाद। आजको आराधना र आजको महिमाले प्रभु तपाईँ खुसी हुनुभएको छ, तपाईँ आनन्दित हुनुभएको छ र हर एकलाई प्रभु तपाईँले तपाईँको अनुग्रहले नवाज्नुहुन्छ भन्ने म विश्वास गर्दछु। यो बर्दिकेको समय र बर्दिकेको भाग प्रभु तपाईँको चरणमा राख्दै माग्छु ख्रिस्टको पवित्र नाममा। आमेन। क्रिस्चियन जोक्स है भन्छु अनि त्यसपछि तपाईँहरू एकदम रिफ्रेस हुने होइन। यो के हो, यो त भाइले त चिनै सक्नुभयो होइन, यो के हो भनेर बाइबल हो नि त होइन। अनि एउटा ठुलो मण्डली रहेछ क्या, ठुलो मण्डली रहेछ। त्यो मण्डलीमा टन्नै विश्वासीहरू रहेछन् होइन। अनि अगाडि पास्टरबाले चाहिँ 1 जनवरीको दिनमा वचन बाँड्नुभएको छ। पास्टरबाले भन्नुभएको छ होइन, यो के हो भनेर बाइबल सबै। अनि तपाईँले यो वर्षभरि चाहिँ यो खानुपर्छ, अर्को वर्षको जनवरी 1 भने म तपाईँलाई सोध्छु भनेर भन्छ कि सबलाई भने नि त होइन। पास्टरबालाई सबलाई भने सुन्नु न। अनि त्यो सबलाई भने अनि 1 वर्षपछि आयो अनि ल हात उठाउनुहोस् न, कतिजनाले यो बाइबल खानुभयो, कतिजनाले यो बाइबल खानुभयो भनेर भन्नु। सबले हात उठाएछ। अनि एउटा 75-80 वर्षको बुवा चाहिँ लास्टै साह्रै विश्वासी, जन्मजातै विश्वासी, प्रार्थना गर्ने, भेटी उठाउने सबै गर्ने गर्नुहुँदो रहेछ, एकदम पवित्र विश्वासी होइन। अनि उहाँले चाहिँ हात उठाउनु भनेको पास्टरबा त दङ्ग पर्नु भएछ कि होइन। सुरुवात त्यसपछि त अचम्मै भयो। एकजनाले मात्र नउठाउँदा त होइन। अनि नजिकै गएर सोध्नुभएछ। अनि पास्टर के अरे बाजे तपाईँ चाहिँ के गर्नुभएको, तपाईँले मैले यस्तो सोचेकै थिइनँ। बाबु मैले खाना त सबै खाएँ, तर यो कातको एकदम कडा रहेछ, खानै सकिँदैन, झुट नपरेको है। त्यस कारण तपाईँहरू बाइबल चाहिँ अक्षर मात्र खाने है, दिमागमा राख्ने, गाता चाहिँ सुन्नी मात्र सुन्नी पढ्ने मात्र है। धन्यवाद हजुरलाई यो समय। If you want to die, throw yourself into the sea and you'll find yourself fighting to survive. You don't actually want to die, you want to kill something inside you. नेपाली भन्दा चाहिँ यदि तिमी मर्न चाहन्छौ भने आफूलाई समुद्रमा फ्याँकिदेऊ अनि तिमीले आफूलाई बचाउन सङ्घर्ष गरिरहेको पाउनेछौ। तिमी वास्तवमा मर्न चाहँदैनौ, तिमी त आफूभित्रको कुनै कुरा वा भावनालाई मार्न चाहन्छौ है। सबैको हृदयमा हुन्छ नि होइन, त्यही दुनियाँ त स्वार्थी छ, यो खत्तम छ, मेरो आफन्तहरू, मेरो मान्छेहरू खत्तम छ, मेरो देश खत्तम छ, मेरो नेता सबै एउटा भित्र एउटा कुरा हुन्छ नि, मेरो जिन्दगी खत्तम छ भन्ने छ। त्यो एउटा कुरा हुन्छ मान्छेको भित्र होइन। उसले चाहिँ त्यो एउटा सानो कुरालाई ठुलो बोझ बनाएर आफ्नो शरीरै होइन आत्मा नै नाश पार्नेतिर पनि मान्छे पछि लाग्छ। त्यो बारेमा आज हामी हेर्दैछौँ, हामी भित्र पनि हुन्छ। किनभने कहिलेकाहीँ यो भनेको अस्ति मैले भन्दै आएँ कि तपाईँलाई सरकारको संसारको इन्स्टिच्युटले एकाडेमीले तपाईँको लाइफ सक्सेस होस् भन्ने चाहँदैन। उनीहरू यति मात्र चाहन्छ तिमीहरू पैसा कमाऊ, सरकारलाई ट्याक्स दिएर
होइन आफू तिमीहरू चाहिँ के हो दास भइरह आफ्नै विचारको उनीहरूले दिएको शिक्षा नीतिहरूको है त्यो कारणले गर्दा हामी लाइफमा हाम्रो एक्सिडेन्ट छ हाम्रो म्यारिज लाइफमा एक्सिडेन्ट छ हामी जागिर असफल हुने कारण के हो किनभने हामीले सफल हुने सूत्र दिएको छैन अनि सफल हुने सूत्र चाहिँ केवल परमेश्वरको वचन हो हामी चाहिँ वचन जानुभन्दा अगाडि एउटा छोटो प्रार्थना गरेछ है महान अनि जीवित दयालु परमेश्वर तपाईँको भवनमा हामी फेरि पनि तपाईँलाई भेट्न तपाईँसँग समय बिताउन तपाईँको महिमा गर्न आएका छौँ प्रभुजी अब आज हेरिने वचनबाट हाम्रो जीवन चाहिँ आशिषित हुन सकोस् हामी मात्र होइन हामीद्वारा हाम्रो परिवार हाम्रो समाज हाम्रो देश चाहिँ आशिषित हुन सकियोस् धन्यवाद बुझ्नलाई बुझाउनलाई तपाईँले सहायता मात्र गर्नुहोस् धन्यवाद यो विधि प्रार्थना चढाउँछ यीशु ख्रीष्टको नाममा आमेन है मान्छे पछि पर्ने दुईवटा कुरा छ एउटा लाज हो एउटा चाहिँ डर हो होइन लाजको बारेमा कुनै समय हामी हेरौँला हामी लजाउँदाखेरि कति हामीलाई बेफाइदा भएको छ हामीले महसुस गरेका छौँ नि होइन कति ठाउँमा मिठो चाख्न पाएको छैन कति ठाउँमा लगेर हामी अगाडि बोल्न सकेका छैन आफ्नो कुरा राख्न पाएन अर्को इच्छा पुरा भयो हाम्रो इच्छाहरू मरे होइन लजाएर राम्रो लाउन पाएको छैन होइन धेरै कुरामा हामी पछि परेका छौँ त्यो चाहिँ छुट्टै हो आज हामी चाहिँ डरको नि डर र लाज जब हाम्रो जीवनमा हामी जित्छौँ नि तब मात्र हामी चाहिँ सफल हुन्छौँ कि तब मात्र हामीले जिएको चाहिँ परिष्कृत हुन्छ जब बल्ल जिएको चाहिँ एउटा मैले चाहिँ जीवन जिएँ भन्ने अवस्थामासम्म चाहिँ हामी पुग्न सक्छौँ होइन डर पनि कस्तो डर हुन्छ भन्दा सानो सानो कुराहरू चाहिँ सूक्ष्म चाहिँ बाइबलले केलाउँछ है अरूले केलाउँदैन तपाईँलाई है कि तपाईँ त्यो साइकोलोजिस्ट पर्सनल हुनु पऱ्यो काउन्सिलर त्यहाँ मात्र तपाईँले थाहा पाउनुहुन्छ एउटा हाम्रो सधैँ डर लाग्ने डर भनेको घट्ने डर होइन मेरो इज्जत घट्ला कि मेरो खाना घट्ला कि मेरो पद घट्ला कि होइन मेरो हाम्रो सधैँ डर भइरहेको छ क्या तर कहिलेकाहीँ हामी कुदेर अगाडि जान्छौँ होइन खाने बेला पनि के भने हामी कुदेर कति प्रतिस्पर्धा गर्छौँ नि होइन एउटा घट्ने डर अर्को चाहिँ हेपिने डर हुन्छ होइन यसले मलाई बन्दैन कि होइन मेरो यो लेभल त्यो स्ट्याटस पुग्दैन कि भन्ने हामीलाई जहिले हुन्छ त्यही भएर हामीलाई प्रतिस्पर्धामा लाने कारणै हो हामी चाहिँ पछि नपरौँ हामी जसै हुन्छ के हो अगाडि पढौँ सबले चाहिँ हामीले देख्ने बनाउँ अर्को पछि परिने डर होइन यो हरेक क्षेत्रमा हुन्छ अर्को होचिने डर छुट्टिने डर फोमो हुन्छ नि फेयर अफ मिसिङ आउट हुन्छ नि होइन विशेष गरी यो ट्रेडिङमा लागेको मान्छेहरूलाई चाहिँ यो शब्दले छिटो छुन्छ है सेयर मार्केट लाग्यो ट्रेडिङमा लागेकोहरूलाई फोमो जहिले डर हुन्छ छुट्टिने डर होइन मैले मौका नपाउँला कि तपाईँको नयाँ आइफोनहरू लन्च हुने बेला हेर्नु त मान्छेहरू लाइन लागेर होइन बस्छ नि होइन फोन लिनलाई रातिदेखि नसुतिकन है फेयर अफ मिसिङ आउट मान्छेहरूको जीवन हुन्छ है अनि अहिले ठुल्ठुलो तपाईँको मलहरूमा चाहिँ विदेशमा के हुन्छ भने अफर लगायो भने चाहिँ आजको दिनमा चाहिँ टिभी किन्यो भने 50% डिस्काउन्ट त्यहाँ त्यो लुटालुट भएको नि हामीले देख्न पाइन्छ है अर्को चाहिँ एक्लो हुने डर होइन एक्लो हुने डर होइन एक्लो परिन्छ कि कसैले मलाई वास्ता गर्दैन कि मसँग बोल्दैन कि मलाई बोलाउँदैन कि यस्तो डरले हामीले छुइरहेको हुन्छ अनि कतिजनाले त्यो डरको शिकारले गर्दाखेरि मान्छेहरू होइन मानसिक रूपमा पनि छेद विच्छेद भएको होइन उनीहरू चाहिँ मानसिक रोगी भएको पनि हामी समाजमा पाउँछ एक्लो विशेष गरी चाहिँ बुढाबुढीहरू चाहिँ जसको श्रीमती हुँदैन जसको श्रीमान हुँदैन उहाँहरूलाई चाहिँ एकदमै गाह्रो परिस्थिति छ अनि टिकटकमा पनि कति हेर्छु बिचरा एउटा 55 वर्षको आइमी होला म एक्लो छु के भने मलाई बिहे गर्न छोराले दिँदैन भनेर टिकटकमा गुनासो छोडेर है यो पनि एउटा डर हो कि है तपाईँले हेर्नुभएको छ है अनि त्यो टिकटकमा त मान्छेको मनोभाव आउने मानसिकता आउने त हो नि उसले जे बोल्छ उसको हृदयमा जे छ है उसको मान्छे अनि त्यस्तो एक्लो हुने डर छ अर्को चाहिँ स्वीकार नगरिने डर होइन हामीमा हुन्छ अर्को चाहिँ समाजले के भन्छ भन्ने डर सबभन्दा ठुलो रोग है समाजले के भन्छ त्यही भन्छ भनेर जवाफ दिनको लागि चाहिँ हामी चाहिँ लागि पर्छौँ अनि त्यो हामीले गधाले जोते जस्तो गोज्छौँ होइन जोत्छौँ होइन अनि त्यसपछि उत्तीर्ण सफल हुने नहुने भन्ने डर अनि अर्को ठुलो भने चाहिँ भोलि के होला भन्ने डर होइन भोलि के होला यी डरहरूले हामीलाई चाहिँ स्वार्थी बनाउँछ अनि हामीलाई चाहिँ दिनरात घोटिने निराशा बनाउँछ अनि अरूलाई फाइदा गराउँछ अनि हाम्रो आफ्नो मूल्य मान्यता चाहिँ हराउँछ है हितोपदेश 29:25 यस्तो लेखिएको छ मान्छेको डर एउटा पासो जस्तै हो तर परमप्रभुमा भरोसा राख्ने मान्छे सुरक्षित रहन्छ हामी डर चाहिँ त्यो हामीलाई पासोमा पर्छ अनि हाम्रो जिन्दगी पासोमै पऱ्यो हामी होइन त्यही भएर हामी हेऱ्यो ऋण छ हामीले हेऱ्यो समस्या छ
होइन, यता नि उम्किने बाटो छैन, उता नि उम्किने बाटो छैन, किनभने हामीलाई पास हुनु परेको छ है। सानसानो कुरा, सानसानो डरले होइन हामीले आफूसँग भनौँ न आफूमाथि पूर्ण भरोसा नभएको कारणले हो। आफूमाथि पूर्ण भरोसा हुनु चाहिँ परमेश्वरसँग पहिला पूर्ण भरोसा हुन्छ। अनि त्यसपछि त्यो डरले हामीलाई धेरै चिन्तामा लान्छ है। त्यसपछि हितोपदेश 17:22 हेरौँ त। अनि चिन्ताले हामीले के बनाउँछ? प्रसन्न हृदय चाहिँ असल औषधि हो। संसारमा सबभन्दा ठुलो औषधि चाहिँ प्रसन्न हृदय हो है। तर तल लेख्छ, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ है। मलाई हेरेर फेरि मलाई सोच्नु होला है, पेलिएको है। चिन्ताले चाहिँ हाम्रो हड्डीहरू गलाउँछ। यसमा चाहिँ पेलिएको आत्माले भनेको छ, तर अब पुरानो हामीले भर्सनमा हेऱ्यो भने चाहिँ चिन्ताले चाहिँ हड्डीहरू गलाउँछ भने चाहिँ यो चाहिँ नयाँ भर्सन भएको। पुरानो भर्सनमा चाहिँ त्यस्तो लेखेको छ भनेको चाहिँ डरले हामीलाई चिन्तामा लान्छ अनि चिन्ताले चाहिँ हामीलाई रोगी बनाउँछ भन्न खोजेको कारण है। जीवनको दौडमा सबैजना चाहिँ हामी कुद्न चाहन्छौँ नि होइन, एकअर्काको देखि सिकी गरेर। तर हामी कुदिरहेछौँ, तर के हो? बिना लक्ष्य है, बिना ज्ञान, बिना तयारी। के गर्न? समाजमा फिट हुनको, समाजमा हटाउनको लागि त्यो जस्तै पढ्नु पऱ्यो होइन, त्यो जस्तै कमाउनु पऱ्यो, त्यो जस्तै नाम राख्नु पऱ्यो होइन, त्यो जस्तो अगाडि बढ्नु पऱ्यो। म मात्र होइन, हाम्रो फ्यामिली, हाम्रो श्रीमान, हाम्रो श्रीमती, हाम्रो छोरीछोरी चाहिँ होइन प्रश्न हुन्छ हामी सबैको होइन। फलानु कहाँ पुगिसक्यो, जसको घरमा हुने होइन, कति कमाइसक्यो त्यसले होइन, कति पढिसक्यो, कति जोडिसक्यो, तँ चाहिँ, तिमी चाहिँ, हजुर चाहिँ, के हो यस्तो है। त्यो एउटा डरले चाहिँ हामीलाई अस्वस्थ प्रतिस्पर्धामा जहिले पनि लान्छ। हामी याद गरौँ होइन, विगतमा हामी हेऱ्यौँ भने आफ्नै जीवनमा पनि देख्छौँ, अरूहरूको जीवनमा पनि देख्छौँ होइन। अनि अस्वस्थ प्रतिस्पर्धामा लैजान्छ। अनि हामी दिनरात त्यसको लागि के गर्छौँ? हामी मेहनत गर्छौँ। मेहनत मात्र गर्दैन, हामी के गर्छौँ? ऋणको भारी उठाउँछौँ होइन, चाप्लुसी गर्छौँ, भनसुन गर्छौँ। नसक्नेले आफ्नो इमान जमान बेच्छन्, शरीर बेच्छन् होइन, कतिले त शरीरको अङ्ग पनि बेच्छन्। केले गर्दा? त्यो एउटा डरको लागि। समाजमा राम्रो खानु पऱ्यो, समाजमा नाम कमाउनु पऱ्यो, राम्रो काम देखाउनु पऱ्यो, अलिकति इज्जत कमाउनु पऱ्यो, घर बनाउनु पऱ्यो। त्यो कुराले गर्दा चाहिँ जहिले पनि त्यो एउटा डरले चाहिँ हामीलाई गलत बाटोमा अनि अस्वस्थ प्रतिस्पर्धामा लान्छ है। अनि जब हाम्रो इच्छा, कामना होइन, चाहना पुरा हुँदैन, त्यसपछि चाहिँ हामी टुट्छौँ। अनि हामी मात्र होइन, घर परिवार सबै टुट्छ। त्यसपछि झन् डरको खाडल चाहिँ झन् ठुलो हुन्छ होइन। आज संसारमा मानिसहरू कसरी जिइरहेका छन्, एउटा भजन सङ्ग्रह एउटा तपाईँलाई म सुनाउन चाहन्छु। भजन सङ्ग्रह 137मा हामी पढौँ त। किनभने यो समयमा मात्र होइन, त्यो समयमा पनि मानिसहरू चाहिँ डर त्रासमा उनीहरूले जिइरहेका थिए है। भजन सङ्ग्रह 137देखि 3। यो चाहिँ ईसापूर्व 586 बेबिलोनको राजा नबुकदनेस्सरले यरुशलेम आक्रमण गरी मन्दिर नष्ट। हजुर भजन सङ्ग्रह 137को 1देखि 3मा यसरी लेखिएको छ। बेबिलोनका नदीहरूका किनारमा बसेर सियोनको स्मरण गर्दा हामी रोयौँ। त्यहाँका वैशाखा रुखहरूमा हामीले आफ्ना बिडाहरू झुन्ड्यायौँ, किनकि हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लाए र हामीलाई शास्ति दिनेहरूले हामीबाट आनन्दको गीतको माग गरे। तिनीहरूले भने, हाम्रा निम्ति सियोनका गीत मध्ये एउटा गीत गाऊ। हालेलुया है। यो यस्तो अवस्थामा लेखिएको हो, यो एउटा आराधकहरूको गुनासो हो है। जुन बेला चाहिँ यो 586 ईसापूर्व है चाहिँ भएको घटना हो है। बेबिलोनको राजा नबुकदनेस्सरले चाहिँ इजरायलमा आक्रमण गरेर मन्दिर नष्ट पारेर त्यो सबै त्यो देशै उनीहरूले चाहिँ के गरे, जलाएका थिए। आक्रमण मन्दिरहरू नष्ट पारेका थिए। कसैका श्रीमान, कसैको श्रीमतीहरूलाई मारेका थिए, बालबच्चाहरू मारेका थिए, उनीहरूले पालेका गाईबस्तुहरू मारेका थिए। अनि यस्तो जवान यसले चाहिँ हाम्रो सेवा गर्न सक्छ, ज्ञान बुद्धि भएको मान्छेलाई चाहिँ उनीहरूले कैद गरेर समातेर मान्छे ल्याएका थिए। अनि त्यसपछि उनीहरूले ल्याएपछि यर्दनको नदी पार गरेपछि उनीहरूलाई भने, ल तिमीहरू गाउने बजाउने मान्छे होइन, तिमीहरू हलेलुया भन्ने मान्छे होइन, ल गीत गा त। अब आफै विचार गर्नु होइन। आफ्नो आँखा अगाडि आफ्नो श्रीमती बुवा आमा मारेको छ होइन, कसैले नाङ्गो पारेर बलात्कार गरेको छ, मन्दिर नष्ट भएको छ, आफ्नो घरहरू उजाडेको छ, गाईबस्तु मारेको छ। त्यस्तो व्यक्तिलाई चाहिँ अब तिमीहरूले गाउँ त बजाउ त भनेको छ होइन। त्यही पनि उनीहरूले चाहिँ
गायक बजाए, किनभने गाउने बजाउने मान्छे हो है। यो सुन्यो भने धेरै मार्मिक छ। म फेरि पढ्छु। बेबिलोनका नदीहरूका किनारमा बसेर सियोनको स्मरण गर्दा हामी रोयौँ, त्यहाँ वैशाखको रुखहरूमा हामीले आफ्नो बिडाहरू झुन्डायौँ। वास्तवमा बिडा थिएन, तर नेपालीमा बुझ्ने भएर ट्रान्सलेसनमा बिडा, वास्तवमा चाहिँ त्यहाँ अर्कै बाध्य थियो, तार वाद्य नै थियो है। किनकि हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लाए र हामीलाई शास्ति तिनीहरूले हामीबाट आनन्दको गीत मागे। तिनीहरूले भने हाम्रो निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ। भनेपछि समाजमा हामी पनि डरमा जिइरहेको छ, डरको माहौलमा, तर हामीबाट मान्छेले निचोरेर के चाहन्छ? आनन्द चाहन्छ, सेवा चाहन्छ। अनि उनीहरूले के गरेको होइन, एउटा सम्पन्न बलियो बनाएको उनीहरूको इच्छापूर्ति गर्ने माध्यम उनीहरूले बनाउँछ। केले गर्दा? डरले गर्दा है। हामी पनि डरको माहौलमा जियो भने हामी पनि यस्तै हुन्छौँ है। ठिक त्यसै गरी आजको मानिसहरू पनि जिइरहेका छन्। आफू के हो त्यो कालखण्ड र अहिलेको केही छैन। हाम्रो पनि त अहिले हामी ऋण गरेर आएका छौँ होइन। घरमा परिवार आफ्नो एकातिर छ, समस्या एकातिर छ होइन। हामी यहाँ अब त्यही पनि अब विदेशमा बसेर होइन हामी भिडियो कलमा हामी आनन्द छौँ, रमाइलो छ, यहाँ यो खाइरहेको छु त्यो खाइरहेको छु भनिरहेको छु है। त्यसरी डरको माहौलमा आँसु पिएर भित्रभित्र जलेर अरूको निम्ति जिइरहेका छन् होइन। के को लागि? समाजमा अटाउनको लागि, किनभने हामीलाई देखाउनु छ नि त होइन अरूको अगाडि। डरले हामीलाई काम गर्ने कालो, मकै खाने भालो बनाइरहेको छ है। मेहनत यसो गर्नाले के हुन्छ भने हामी मेहनत गर्छौँ अनि फल चाहिँ अर्काले खान्छ होइन। रोग शोक सबै हामी आफूले कमाउँछौँ, म चाहिँ अर्काले गर्छ है है। उपदेश 2:26 हामी हेरौँ त। तर पापीलाई चाहिँ उहाँले परमेश्वरलाई खुसी तुल्याउने व्यक्तिको निम्ति धन सम्पत्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ। फेरि भन्छ, तर पापीलाई चाहिँ उहाँले परमेश्वरलाई खुसी तुल्याउने व्यक्तिको निम्ति धन सम्पत्ति जम्मा गर्ने थुपार्ने काम दिनुहुन्छ भन्नाले पापी भन्नाले मैले कुन अर्थमा पापी भने चाहिँ हामी आफूले आफूलाई प्रेम नगर्ने पाप हो कि हामी पनि पापी हो। हामीले धेरै जसो अर्को निम्ति जिउन खोज्छ नि होइन। मेरो नभए नि मेरो छोराको लागि होस्, मेरो नभए मेरो बाउआमाको लागि होस्, अनि आफू चाहिँ घोटिने। तपाईँ आफू खुसी हुनु भएन अरूलाई कसरी खुसी दिन सक्नुहुन्छ है। त्यही कारणले गर्दाखेरि चाहिँ हामी पहिला आफूले आफूलाई बुझ्नुपर्छ। किनभने हामीले कहिलेकाहीँ आफ्नो विशेष पहिचान बोलावट होइन हाम्रो मौलिकता चाहिँ गुमाइरहेको हुन्छ एउटा डरले समाजमा अटाउनको लागि है। त्यही कारणले हामीले पहिला बाइबल हुन्छ नि मत्तीको पुस्तकमा हेऱ्यो भने उहाँले महान आज्ञा दिनुभएछ होइन। एउटा त परमेश्वरलाई प्रेम गर्नु, दोस्रोमा चाहिँ तिमीले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै छिमेकीलाई प्रेम गर्नु होइन। हामीले आफूले प्रेम गरेको छैन भने छिमेकीलाई हामी प्रेम गर्न सक्दैनौँ होइन। आइज त तैँले मलाई चिनिया छैनस् भनेर आउँछ, किन आफूलाई प्रेम गरेर होइन। तर आफूले प्रेम गरेर चाहिँ हामी त्यो छिमेकीलाई नै हामी प्रेम गर्न सक्छौँ है। त्यही कारणले गर्दाखेरि हामीले पहिला सबभन्दा पहिला आफूलाई प्रेम गर्न सिक्नुपर्छ। आफूलाई प्रेम गरेर चाहिँ के भन्दा नि हामीमा डर भन्ने चिज हुँदैन है। कतिजना चाहिँ आफ्नो विशेष पहिचान मौलिकता बनावटलाई बिगारेर अर्काको साँचोमा टाल्छन् है। त्यो पनि एउटा पाप हो। हामीले चाहिँ त्यो गर्दाखेरि के हुन्छ, हाम्रो आफ्नो पोटेन्सियल आफ्नो सम्भाव्यता चाहिँ हामीले गुमाइरहेका हुन्छौँ। किनभने परमेश्वरले हरेक व्यक्तिलाई चाहिँ एउटा विशेष बोलावट, एउटा विशेष वरदान, एउटा विशेष योजनाको लागि बनाउनु भएको हो नि त। तर कतिपय समयमा चाहिँ हामीले चाहिँ फलानाको नाममा चाहिँ हामीले आफूलाई चाहिँ अर्काको दास बनाइरहेको हुन्छ। बाइबलले त्यो चाहँदैन। बाइबलले चाहिँ हामी सबैजना सक्षम भएको एउटा असल व्यक्ति चाहिँ उहाँले चाहनुहुन्छ, जसले चाहिँ परिवारलाई पनि परिवारमा फिट हुन्छ, समाजमा फिट हुन्छ है। प्रिय हो होइन। हाम्रो असली धन चाहिँ हामी आफै हौँ। भन्नुहोस् त, मेरो असली धन मै हुँ, मेरो असली धन मै हुँ, म विशेष छु, म बेजोड छु, न त कोही म जस्तो थियो, न त छ, न त हुनेछ हामी है। अनि हामीले सरर हेर्नु भने संसारमा भएको डरले चाहिँ समस्या ल्याउँछ है। तर परमेश्वरको डरले के ल्याउँछ? हामी हितोपदेश 1:7 हामी हेरौँ। हितोपदेश 1:7 यस्तो लेखिएको छ, परमप्रभुको भय नै ज्ञानको सुरु हो। हामी प्रभुको डर माने भने चाहिँ हामीलाई के आउँदो रहेछ? ज्ञान आउँदो रहेछ। तर मूर्खले बुद्धि र अनुशासनले चाहिँ तुच्छ ठान्छ है। त्यसै गरी हितोपदेश 9:10 हामी हेरौँ। 9:10 यस्तो लेखेको छ, परमप्रभु भय मान्नु नै
बुद्धिको सुरुवात हो। अहिले के हो? ज्ञान। अहिले के हो? बुद्धि। भनेको परमेश्वरको डर माने हामीले चाहिँ ज्ञानमा नि हामी कमी नहुने रहेछ, बुद्धिमा नि हामी कमी हुँदैन रहेछ है। अनि दोस्रो तिमोथी 1:7 हामी एकचोटि हेर्नेछौँ। परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। आमेन। हामीले परमेश्वरलाई पछ्याउँछौँ भने उहाँले हामीलाई डरको आत्मा होइन कि तपाईँ के को आत्मा दिनुहुन्छ? एउटा शक्ति, अर्को प्रेम र आत्मसंयम है। अनि त्यसले चाहिँ हाम्रो मानसिक अवस्थाहरूलाई चाहिँ हामीले के गर्छ? विजय दिन्छ। अनि हामी भनौँ न हाम्रो जति मान्छेको शरीरमा लाग्ने रोगहरू 90% चाहिँ हाम्रो सोच विचारले आउने हो। डराउने पनि रोग हुन्छ नि होइन। कोही माथिदेखि तल हेर्दा डराउने हुन्छ, कोही पानीमा डराउने हुन्छ होइन। त्यस्ता धेरै किसिमको हुन्छ। न्यायकर्ताबाट हामी एउटा घटना हेर्नेछौँ। गिदोनको हामीले घटना हेऱ्यो भने चाहिँ म बाइबलबाट हेर्दै गिदोन भन्ने एउटा वृद्ध व्यक्ति थिए जो चाहिँ इजरायलको 5औं न्यायकर्ता थिए। न्यायकर्ताले शासक जस्तै जसले न्याय गर्थे, व्यवस्थाहरू सिकाउँथे। उनको समयमा चाहिँ मिद्यानीले चाहिँ 7 वर्ष इजरायलमा अत्याचार गरेर लडाइँ गरेर उनीहरूले कुनै बाली रोप्न नदिने, रोपे कि आएर उनीहरूले काटिदिइहाल्थ्यो, रोप्नै दिँदैन्थ्यो ताकि यिनीहरू चाहिँ भोकै भएर लडाइँ लड्न नसकोस्, कमजोर होस् भनेर उनीहरूले त्यसरी डरमा राखेको थिए। अनि त्यस्तो व्यक्तिलाई चाहिँ परमेश्वरले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि ऊ चाहिँ एउटा गुफा जस्तोमा होइन त्यो दागमती बनाउने कुण्डमा चाहिँ उसले चाहिँ बिस्तारै लुकाएर उसले चाहिँ के गहुँहरू रोपेको हुन्छ त्यो चाहिँ कुटिरहेको हुन्छ। त्यस समयमा अनि परमप्रभुको दूत आउनुहुन्छ र उहाँले भन्छ, ए वीर मानिस होइन, परमेश्वर तसँग हुनुहुन्छ। मान्छेको नजरमा हेरेर ऊ कमजोर थियो नि त, कमजोर हो, अरू त्यसलाई खान पनि दिँदैन, रोपेको देख्यो भने त्यो कुट्न आउँछ, पिट्न आउँछ, नाश गर्छ भने चाहिँ मान्छे कति डर भएर जिएको हुन्छ नि होइन। त्यस्तो जिरहेको अवस्थामा जब परमेश्वरको दूतले भन्छ त वीर मानिस परमेश्वर तसँग हुनुहुन्छ भनेपछि जब उसले सुन्छन् त्यहाँदेखि चाहिँ उसले चाहिँ धेरै मानिस भेला हुन्छ तर 300 जना छानेर चाहिँ उनले तरवारले पनि लडाइँ लड्दैन होइन। घैँटो फुटाएर माटोको त्यसपछि राको बालेर नरसिङ बालेर चाहिँ उसले चाहिँ लडाइँ जित्छन्। अनि त्यसपछि उसले चाहिँ इजरायलमा चाहिँ मिद्यानीहरूलाई छुटकारा दिन्छ। भनेको तपाईँ हामी बिना डर जिउनु हो भने चाहिँ एउटा परिवारमा हामी एउटा स्वस्थ परिवार हामीले बनाउनु होइन। एउटा स्वस्थ परिवार हुनु भनेको चाहिँ एउटा स्वस्थ मण्डली, एउटा स्वस्थ समाज, एउटा स्वस्थ देश हो है। त्यही कारणले गर्दा हाम्रो हृदयमा हामीभित्र नि यस्तो डरहरू छ भने हामीले चाहिँ हटाउनुपर्छ है। पहिलो योहन्ना 4:18 के भनेको छ नि, प्रेममा डर हुँदैन तर सिद्ध प्रेमले चाहिँ डरलाई हटाउँछ होइन। हामी डर हुनुको हामीमा प्रेम नभएपछि डर उत्पन्न हुन्छ है। जब हामीमा प्रेम हुन्छ डरै हुँदैन नि। एउटा बुवा आमाको अगाडि एउटा छोराछोरी डराउँदैन नि होइन। एउटा छिमेकीमा नि कोही राम्रो माया गर्ने अङ्कल आन्टी छ भने त्यो बच्चा लुटुपुटी त्यहाँ जान्छ नि होइन। नबोल्ने बच्चा पनि हात फालेर जान्छ किनभने उसमा के छ? प्रेम छ, डर छैन। त्यही कारणले गर्दा हामीमा प्रेम छ, हामी आफूले प्रेम गर्छौँ भने चाहिँ हामीलाई चाहिँ डरले चाहिँ हामीले केही गर्न सक्दैन। अनि प्रेमले नै असङ्ख्य पापहरू ढाक्दछन् भनेर पहिलो पत्रुस 4:8 लेखिएको छ है। अनि जब हामी आफै प्रेमले भरेर अरूलाई हामी प्रेममा डराउँछौँ, प्रेम गर्छौँ भने चाहिँ के हुन्छ? त्यसले चाहिँ पापहरू पनि ढाक्छ। अनि बाइबल अनुसार चाहिँ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो आफ्नो एक पुत्रमा पनि हामीले निम्ति दिइहाल्नु भयो होइन, जसले चाहिँ हाम्रो पाप लिनुभयो। केले गर्दा? प्रेमले गर्दा है। त्यो कारणले गर्दा हामी एकअर्कालाई प्रेम गर्छ, हामी एकअर्काको कमजोरीलाई पनि ढाक्छौँ। तर हामी एकअर्कालाई प्रेम गर्दैनौँ भने पछाडिबाट हामी एकअर्काको कुरा काट्छौँ होइन। एकअर्कालाई हामी छुट्टै छुट्टै गुट उपगुट बनाउँछौँ अनि त्यहाँ चाहिँ बेमेल हुन्छ है। हुन्छ, आजको वचनलाई म यति राख्छु। वचनबाट यही हो कि हामी डरमा जिएर प्रतिस्पर्धामा नजाउँ, हामीले आफूलाई आफ्नो मौलिकता नगुमाउँ, आफ्नो बोलावट, आफ्नो बनावट होइन, हरेक कुरालाई चाहिँ हामीले एउटा बलियो बनाएर हामी राख्न सक्छौँ। त्यो चाहिँ के हुन्छ? जब तपाईँले डरलाई जित्न सक्नुहुन्छ। आमेन। उहाँले अघि भनिहाल्नु भयो, बाइबलले चाहिँ दुईवटा कुरा सिकाउँछ। तैँले आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा वचनले, आफ्नो सारा प्राणले प्रेम गर, र अर्को कुरा आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर है। अब सबै साथीहरूले भन्नुभएको छ मैले एङ्कर गरेपछि अलिकति रमाइलो हुँदो रहेछ भनेर होइन। उहाँले भन्नुभयो एउटा हाम्रो छिमेकी चाहिँ कस्तो हुन्छ? म तपाईँलाई एउटा सानो कथा भन्ने चाहिँ एउटा छिमेकीले चाहिँ किसान रहेछ अनि उसले चाहिँ हलो जोत्दै रहेछ। हलो जोत्दै गएको त एउटा यत्रो बोतल घ्याम्पोमा ठोकेछ कि, ठोकेर हलोमा ठोकेर बाहिर निकालिरहेको, भित्रबाट हल्लेको मलाई निकाल्दै भनिदिन्छ क्या भित्रबाट निकालिदिएको। त्यहाँनिर जिन रहेछ कि, हामीले सुनेको छौँ नि जिनको बारेमा होइन, अल्लादिनका जिन भने त्यस्तो जिन रहेछ। अनि म 1000 सालदेखि यसरी थुनेर बसेको थिएँ
तपाईँले मलाई निकालिदिनु भयो। तपाईँले जे इच्छा माग्नुहुन्छ माग्नुहोस्, जे वर माग्नुहुन्छ माग्नुहोस्, जे इच्छा कामना गर्नुहोस् म पुर्याइदिन्छु होइन, पुर्याइदिन्छु। तर एउटा मेरो शर्त छ भनेछ कि के शर्त हो भने तपाईँले जे मसँग माग्नुहुन्छ तपाईँको छिमेकीलाई 2टा हुन्छ अरे, दोब्बर हुन्छ अरे कि होइन, बुझ्नु भयो नि। अनि ऊ त साइको भयो, 1000 तोला सुन माग्छु भनेर सोचेछ कि अब के हुनु भयो त छिमेकीलाई। अनि ऊ त टेन्सनमा भएछ, लास्टै टेन्सन भएछ। उसले भनेछ आज माग्न सक्दिनँ, मलाई 24 घन्टाको समय दिनु, तपाईँ चाहिँ यहीँ बस्नु जिन भनेर छोडेर गएछ। यता फर्किन्छ माग्दैन, उता फर्किन्छ, सक्दैन। 24 घन्टा सोचेछ कि भोलिपल्ट बिहान छर्लकै रात कटाएछ। रात कटाएपछि चाहिँ के भएछ अन्तिममा भने उसले एउटा उत्तर निकालेछ। उत्तर निकालेर त चट्ट खुसी भएर गएछ। जिनी गएको नहुने जिनिन्छ। तपाईँले मलाई मागेको पक्का दिनुहुन्छ? अनि मैले मागेको 2टा कुरा हुन्छ? मेरो छिमेकीलाई दोब्बर हुन्छ? भने हुन्छ। हजुर त्यसो भए मेरो एउटा आँख फुटाइदिनु भन्नु। के गर्ने भएको छिमेकी? बुझ्नुभयो नि, अहिलेको छिमेकीहरू त्यस्तो छ। तर बाइबलले हामीलाई के सिकाएको छ भने आफ्नो छिमेकीलाई आफूले जस्तै प्रेम गर्नु भनेर सिकाएको छ। हे हाम्रो पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईको नाम पवित्र होस्, तपाईको राज्य आओस्, तपाईको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। आजको हाम्रो दैनिक भोजन हामीलाई दिनुहोस् र हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ त्यसै गरी हाम्रो अपराधहरू पनि क्षमा गर्नुहोस् र हामीलाई परीक्षामा नल्याउनुहोस् तर दुष्टबाट बचाउनुहोस्, किनकि राज्य, पराक्रम र महिमा सदाका लागि तपाईकै हुन्। आमेन। हुन्छ, सबैलाई जय मसीह।